हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। सन्चै हुनुहुन्छ होला सायद, म पनि सन्चै छु। हामी चाहिँ कैलालीबाट चाहिँ सुर्खेत हुँदै पाल्पा अनि पोखरा हुँदै हामी चाहिँ काठमाडौँ आउने तयारीमा छौँ। यो चाहिँ कर्णाली नदीमा बनेको पुल हो जसको लम्बाइ चाहिँ 550 मिटर रहेको छ। अहिले चाहिँ हामी कैलालीमा छौँ भने एकैछिनमा हामी चाहिँ सुर्खेत जिल्लामा प्रवेश गर्छौँ र यो ठाउँको यो भाइरल पुल पनि हो। हामी चाहिँ सुर्खेत जिल्लामा चाहिँ प्रवेश गरिसकेका छौँ। जहाँ तपाईँले बाटो देख्न सक्नुहुन्छ यो चाहिँ बाबुचरबाट बटेश्वरसम्म आउने चाहिँ बाटो हो हैन। कस्तो दामी बनाएको छ कि, बनाउँदै पनि छ, राम्रो पनि छ हैन। यतिखेर हामी चाहिँ 130-40 को स्पिडमा थियौँ हैन, तर पनि काहीँ पनि छैन कि त्यस्तो हैन, नराम्रो हुन्छ नि त्यो बबाल छ कि यो रोड चाहिँ हैन। हेर ओ माई गड, यतिखेर चाहिँ हल्का बाइकले चाहिँ स्लिप खाएको थियो। यो चाहिँ बाबुचरबाट चाहिँ अनि बटेश्वरसम्म आउने बाटो हो। कुन ठाउँमा यस्तो राम्रो छ भने कुन ठाउँ चाहिँ अलिक अप्ठ्यारो छ कि, किनकि बाटो बन्दैछ नि त। पहिला चाहिँ यति धेरै नराम्रो थियो होइन, आजले चाहिँ अलिक राम्रो बनाएको छ, बाटो पनि रहेछ र राम्रो पनि भइरहेछ। यहाँ चाहिँ बाटो चाहिँ अलिक राम्रै छ होइन, एकैछिनमा चाहिँ अफरोड पनि आउँछ। यहाँ चाहिँ अफरोड भन्छ हल्का अप्ठ्यारो, किनकि हिजो अस्ति पानी परेको थियो त्यसले गर्दा चाहिँ यहाँ चाहिँ बाटो चाहिँ अलि अप्ठ्यारो नै छ कि पुरा होइन। यहाँ चाहिँ हिजो अस्ति पानी परेको थियो नि त, त्यसैले पुरा बाटो बिग्रेको छ। हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ सुर्खेत बजार हो, जहाँ कि गोठीकाँडा भन्ने ठाउँमा चाहिँ खिचिएको। यो चाहिँ सुन्दर छ ठाउँ चाहिँ, राम्रो छ अरूभन्दा पनि होइन, बबाल छ कि ठाउँ चाहिँ। यो ठाउँ चाहिँ म पहिला बसेको थिएँ नि त, तर धेरै परिवर्तन भएर रहेछ कि बाटोदेखि लिएर सबै न। यो चाहिँ काङ्ग्री बिहार, जहाँ कि सुर्खेत बजारबाट 10-15 मिनटको राइडमा पुगिन्छ। यो चाहिँ बुलबुले तार, तपाईँहरूले नाम सुनिराख्नु भएकै होला होइन। त्यो राम्रो छ, पहिलाको भन्दा धेरै विकसित पनि भएको रहेछ। हजुरहरू चाहिँ सुर्खेत आउनुभयो भने चाहिँ यता चाहिँ हेर्नु नछुटाउनु होला। यो चाहिँ देउती बजे मन्दिर, हजुरहरूले नाम चाहिँ सुन्नै भयो होला होइन, देउती बजे मन्दिरको। पक्कै हजुरहरू पनि जानु भयो होला यो मन्दिरमा चाहिँ। यो चाहिँ सुर्खेतबाट चाहिँ अनि त्रिपुराबाट हल्का तल आउनुभयो भने राइट साइडमा पर्छ कि यो मन्दिर जाने बाटो। हजुरहरूलाई थाहा पाइसक्नु भयो होला, यो चाहिँ भेरी पुल। अब हामी चाहिँ कोलपुरको यात्रामा छौँ। हामी कोलपुर चोकमा पनि पुगिसकेका छौँ हामी चाहिँ। अब यहाँबाट हामी चाहिँ लगातार अब बाइकमा तेल छैन, तेल हाल्नुपर्छ। तेल हालेर चाहिँ हामी चाहिँ अब जान्छौँ पोखराको यात्रामा। हामीलाई चाहिँ अब टाइम धेरै भइसकेको छ होइन। हामीले जसरी पनि आज पाल्पा बस्नु छ नि त, तानसेन पुग्नु छ, ढिला भइसकेको छ होइन। ओ माई गड, होइन कि यो आज के भयो खास न, अब गाडीहरू धेरै आइरहेछ कि, बसहरू आइरहेछ, यस्तरी पेलेर पनि आएको छ होइन। चाहिँ तानसेन हो होइन, तपाईँले देख्न सक्नुहुन्छ कस्तो छ, कस्तो लाग्यो तपाईँहरूलाई। यो चाहिँ हामी चाहिँ तानसेनबाट निस्किसक्यौँ होइन पोखराको लागि। सायद हामी दिउँसोको 2 बजीतिर चाहिँ पोखरा पुग्छौँ होला हामी चाहिँ। यो हो पोखराको पुङ्दीको, जहाँ कि यहाँ चाहिँ भक्तजनहरूको धेरै नै भिड लाग्ने गर्दछ। हामी पनि फर्स्ट टाइम आएको यो ठाउँमा, हामीलाई चाहिँ धेरै रमाइलो लागेको। यो ठाउँमा चाहिँ चिया चाहिँ हल्का महँगो रहेछ। अगाडि पार देखिरह, अगाडि देखिरह। सारनकोटको भ्यू टावरबाट देख्न सक्नुहुन्छ यहाँको हिमालहरूको भ्यू चाहिँ कस्तो छ भनेर। यहाँको भ्यू हेरेर हामी चाहिँ पोखरातर्फ लाग्यौँ। अब हामी चाहिँ यहाँ डाइरेक्ट हामी चाहिँ ढुङ्गा चलाउनेछौँ हामी हल्का। हामी चाहिँ एउटा ताल चाहिँ घुमेर चाहिँ होइन, अब हामी चाहिँ होटलतिर जाँदैछौँ। होटलमा पुगेर कपडाहरू प्याक गर्नु पऱ्यो नि त, अब जानु पऱ्यो। अब यहाँ बसेर पनि काम छैन नि त धेरै। यो चाहिँ हाम्रो रुम हो होइन, हामी चाहिँ साँझ यहीँ बसेको हो हामी। यो चाहिँ मेरो साथी होइन, जो कि हामी दुइटा आएको थियौँ ट्राभलमा होइन। कता हो हजुरहरूले देख्न सक्नुहुन्छ होइन, पोखराबाट चाहिँ मुगलिनीसम्मको बाटो चाहिँ कस्तो बबाल छ कि, साउन्ड राम्रो छ होइन। यहाँ त मलाई चाहिँ अब घुम्नेसँग हुन्छ नि त, जहाँ म ट्राभलिङ गरेँ नि, त्यहाँ चाहिँ बाटो चाहिँ दामी मलाई लागेको चाहिँ होइन कि, पोखराबाट चाहिँ मुगलिनीसम्मको बाटो अन्त बबाल लाग्यो कि बाटो। हेर्न सक्नुहुन्छ ड्रोनबाट कस्तो दामी देखिरहेको छ कि होइन। यस्तो दामी छ नि त यो बाटो फेरि होइन, बाइक चलाउनु भने यस्तो मजा छ। हामीसँग अब डोमिनार थियो नि त,
हामीले किन 200 को स्पिडमा थियौँ क्या हामी है यस्तो बबाल तरिकाले आएको होइन मेरो साथी डराएर चाहिँ होइन हामी चाहिँ यता मुगलिन पुगिसक्यौँ होइन यहाँ त अब 1 घन्टा जति बसेको हल्का खाजा खाएर चाहिँ हामी काठमाडौँको लागि जाँदैछौँ